सो साथीहरू आज म तपाईँहरूलाई केराटिन गर्ने लोकेसनमा लिएर जाँदैछु होइन। मेरो चाहिँ लोकेसन रहेको थियो इमाडोल भने म चाहिँ यो चक्रपथको हाइवेबाट हिँडिरहेको थिएँ होइन। यो हाइवेबाट हिँड्दाखेरि चाहिँ मलाई ठ्याक्कै विदेशमा छु भने जस्तो फिल हुन्छ कि यो बाटो देखेर यहाँको इन्भाइरोमेन्ट देखेर होइन। यति रमाइलो लाग्छ मलाई। तर फ्रन्टबाट भिडियो लिँदाखेरि कस्तो गाह्रो हुने कि है, छ्या कस्तो नराम्रो लाग्छ कि मलाई। मेरो फेस चाहिँ राम्रो आउँदैन नि त फ्रन्टबाट। अनि त्यसपछि मैले चाहिँ क्लाइन्टको घरमा पुगिसकेपछिको आफ्टरको चाहिँ मैले सबै एक्टिभिटिजहरूको चाहिँ भिडियो लिनै भुलेँ के। अनि त्यसपछि मैले फाइनलको मात्र यो केराटिनको भिडियो लिएँ होइन। अनि यो बिचमा चाहिँ मैले फेसियल पनि गरेको थिएँ अनि एकदमै धेरै मिठा मिठा कुराहरू भयो होइन। एकदमै धेरै रमाइलो लाग्यो होइन। म चाहिँ एकदमै धेरै टकेटिभ छु नि त, मलाई बोल्नलाई एकदमै धेरै मनपर्छ। अनि त्यसपछि म जसको घरमा गएको थिएँ उहाँ दिदी पनि एकदमै धेरै बोल्नुहुन्थ्यो कि। अनि त्यसपछि हामी फर्किँदाखेरि चाहिँ लगभग 8:30 भइसकेको थियो। यदि तपाईँहरू पनि केराटिन स्ट्रेट स्मुदिङ न्यानोप्लास्टिया गर्न चाहनुहुन्छ भने चाहिँ आउन सक्नुहुनेछ है त।